म रोबर्ट कार्थक हुँ। मेरो जन्म भारतको दार्जिलिङ स्थित कालिम्पोङ सहरमा विक्रम सम्वत 1982 पौष 26मा भएको हो। हाल काठमाडौँको ज्ञानेश्वरमा बस्छु र नेपाली इसाई मण्डली ज्ञानेश्वरमा वरिष्ठ पास्टरको रूपमा सेवा गरिरहेको छु। मेरो पुर्ख्यौली घराना सिक्किममा भए तापनि मेरो बुवा त्यहाँबाट एउटा मिसनरी स्कुलमा शिक्षकको रूपमा अध्यापन गराउन कालिम्पोङमा आउनुभएको थियो। मेरो बुवाको विवाह कालिम्पोङमा नै सम्पन्न भयो। हाम्रो परिवारमा जम्मा 10 जना भाइ बहिनीहरू थियौँ, जसमा मेरो 1 जना दाजु र 2 जना दिदीहरू हुनुहुन्थ्यो र मेरो दाजुको सानैमा निधन भयो र 2 दिदीहरूको पनि किशोरावस्थामा नै निधन हुन पुग्यो। बाँकी रहेका हामी 7 जना दाजुभाइ तथा दिदीबहिनीहरूमा म जेठ हुन पुगेँ। मेरो बाजे हजुरबुवा प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हाम्रो घरानाको पहिलो व्यक्ति हुनुहुन्थ्यो। मेरो बुवा कालिम्पोङको एउटा स्थानीय मण्डलीको एल्डर हुनुहुन्थ्यो, जुन त्यति बेलाको पुरानो मण्डलीहरूमध्ये एक थियो। उक्त मण्डली स्कटिस मिसनरीहरूले सुरु गरेको एउटा मण्डली थियो। बुवा चाहिँ त्यहाँको विद्यालयको प्रधानाध्यापक पनि हुनुहुन्थ्यो। मेरो बुवाले अध्यापन गर्नुभएको विद्यालयमा नै मैले मेट्रिक अथवा एसएलसीसम्मको अध्ययन गर्ने मौका पाएँ। ख्रिस्टियन घरानामा जन्मिएको हुनाले सानैदेखि नै मैले ख्रिस्टियन वातावरणमा हुर्कने मौका पाएँ। विद्यालय पढ्ने, प्रार्थना गर्ने, भजन गाउने र मण्डली जाने जस्ता कुराहरू मैले सानैदेखि नै सिक्दै आएको थिएँ। प्रेसबेटेरियन मण्डलीको विधिअनुसार बाल्य अवस्थामा नै मेरो पानीको बप्तिस्मा भएको थियो। ख्रिस्टियन मण्डलीमा हुर्केर ख्रिस्टियन शिक्षा दीक्षा पाएको भए तापनि वास्तवमा मैले ख्रिस्टियन अनुभव पाएको थिएन। सानोमा हामी बाल सङ्गति जाने गर्थ्यौँ। घरमै पनि बुवाले हरेक बेलुकी बाइबल क्लासहरूमा हामीलाई बाइबलका कुराहरू सिकाउनुहुन्थ्यो। त्यसै गरी किशोर अवस्थामा जवान सङ्गतिहरू पनि जाने गर्थेँ, तर पनि मैले मुक्तिको अनुभव कहिले पाएको थिएन। 21 वर्षको उमेरमा पन्जाबबाट एकजना प्रचारक दाई जोर्डन चन्दन खाँ कालिम्पोङमा आउनुभयो। उहाँले नै हामीलाई प्रभु येशू ख्रीष्टलाई कसरी प्रभु र मुक्तिदाता भनी ग्रहण गर्ने भन्ने बारेमा सम्बन्धहरूको बारेमा सिकाउनुभयो। ख्रीष्ट येशू प्रभुले हामी पापीहरूका निम्ति आफ्नो प्राण क्रुसमा बलिदान गर्नुभएको कुरामा विश्वास गरेर उहाँलाई आफ्ना मुक्तिदाता प्रभु भनी ग्रहण गरेपछि मात्रै मुक्ति पाइने कुरा हामीले सिक्न पायौँ। उहाँको शिक्षा सिकेपछि मैले प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा मेरो प्रभु र मुक्तिदाता भनी 1947 अक्टोबर 12मा येशू ख्रीष्टलाई ग्रहण गरेँ। त्यसपछि मैले नयाँ जन्म पाएँ। हाम्रो पुरानो मण्डलीमा नयाँ जन्मको शिक्षा दिइँदैन थियो। तत्कालीन मण्डलीका अगुवाहरूले नयाँ जन्मको शिक्षा रुचाउनु भएन। त्यसले मण्डलीमा पनि फाटो पनि आयो र विश्वासीहरूको एउटा झुन्ड मण्डलीदेखि नै बाहिरियो। तर हामी जवानहरूमध्ये कतिजना पुरानै मण्डलीहरूमा बसेर त्यहाँका अरू भाइ बहिनीहरूलाई नयाँ जन्मको शिक्षा दिने विचार गऱ्यौँ। त्यसैले हामी पुरानै मण्डलीमा बसिरह्यौँ। मेरो बुवा स्वास्थ्यको हिसाबले कमजोर हुनुहुन्थ्यो र मेरो परिवार ठुलो थियो अनि त्यति बेला शिक्षकको तलब थोरै मात्र थियो। ठुलो परिवार चलाउन गाह्रो थियो। त्यसैले एसएलसी पास गरिसकेपछि अरू अध्ययन गर्ने मन हुँदाहुँदै पनि पारिवारिक खर्च जुटाउन मैले काम गर्नुपर्ने बाध्यता भयो। मेरो बुवाले अध्यापन गर्नुहुन्थ्यो। स्कुलमा मैले पनि अध्यापन गराउन लागेँ। हाम्रो मण्डलीमा नयाँ जन्म पाएका विश्वासीहरूलाई शिक्षा दिने व्यक्ति कोही पनि थिएन, किनभने त्यति बेलाका मण्डलीका गुरुबाहरूसँग त्यो अनुभव पनि थिएन। त्यसै कारण प्रभुलाई पाए तापनि हामीले चाहिँदो शिक्षा पाउन सकेनौँ। त्यही समयमा भारतको मोतिहारीबाट मिसनरी दिदी क्लारा एलिजाबेथ फ्राङ्कलिन कालिम्पोङमा नेपाली भाषा सिक्न आउनुभयो। उहाँलाई प्रभुले नेपालमा एउटा कन्या पाठशाला सुरु गर्ने दर्शन दिनुभएको रहेछ। उहाँले भारतमा हिन्दी भाषा मात्र सिक्नुभएको हुनाले नेपालमा आउन उहाँलाई नेपाली भाषा पनि सिक्नुपर्ने थियो। उहाँले नै हामी नयाँ गरी जन्मेका विश्वासीहरूलाई चाहिने आधारभूत शिक्षा दिनुभयो। उहाँबाट नै मैले परमेश्वरको वचनहरूबाट चाहिने शिक्षाहरू पाउन सकेँ र हामी प्रभुमा अझ हुर्कन सक्यौँ। नेपालमा कन्या पाठशाला सुरु गर्नको लागि उहाँले नेपाल सरकारको शिक्षा मन्त्रालयसँग अनुमति पनि मागिसक्नु भएको रहेछ। त्यति बेलासम्म नेपालमा कुनै पनि ख्रिस्टियन स्कुलहरू थिएनन्, किनकि 2007 सालसम्म नेपालमा जहानिया राणा शासन भएकोले नेपालमा कुनै ख्रिस्टियनहरूलाई प्रवेश गर्ने अनुमति दिएको थिएन। त्यति बेला राजा एउटा अलङ्कारिक मात्रै थिए। सम्पूर्ण शासन सत्ता राणाहरूको हातमा थियो। राणाहरूले कठोर प्रकारले शासन गरेको कारण नेपाली जनताहरू राणाहरूसँग खुसी थिएनन्। त्यसैले राजा र जनता मिलेर राणा शासन हटाउने कार्य सम्पन्न भयो र 2007 सालमा राणा शासनको अन्त्य भई नेपालमा प्रजातान्त्रिक व्यवस्था सुरु भयो। त्यसपछि नेपालमा मिसनरीहरूलाई प्रवेश गर्ने र अस्पताल, स्कुल तथा अन्य सामाजिक काम गर्ने अनुमति दियो। तर ती मिसनरीहरूलाई धर्म प्रचार गर्न नपाउने भन्ने कागज गर्नुपर्थ्यो।
मेरो लागि जन्मस्थल कालिम्पोङ छोडेर नेपालमा आउन साह्रै गाह्रो थियो, किनकि हाम्रो परिवार ठुलो भएको र कमाउने बुवा कमजोर हुनुभएकोले घर धान्ने जेठो छोरो म नै थिएँ। मेरो बहिनी ज्वाइँ राजेन्द्र रोङ्गोङ पहिलेदेखि नै नेपाल आउने बोलावट पाउनुभएको र मिस फ्र्याङ्कलिनले पनि मेरी बहिनी जर्मित रोङ्गोङलाई नेपाल ल्याउने इच्छा गर्नुभएको थियो। मिस फ्र्याङ्कलिनले मलाई नेपाल जानको लागि आग्रह गर्नुभयो। त्यति बेला मैले कालिम्पोङको मण्डलीमा सेवाकाई गरिरहेको थिएँ र पारिवारिक कारणले मलाई पनि कालिम्पोङ छोड्न मन लागेको थिएन। त्यसै बिचमा यूहन्ना 10 को 16 लेखिएको वचनद्वारा मैले नेपाल जानको लागि प्रभुको बोलावट पाएँ, जहाँ लेखिएको छ, मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन्। तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। मैले यो वचनद्वारा नेपालमा रहेका प्रभुका बगालहरूको बारेमा प्रभु मसँग बोल्नुभएको दर्शन पाएँ। यही वचनद्वारा प्रेरित भएर म नेपाल जाने निधो गरेँ। मेरो बुवासँग मैले नेपाल जाने कुरा राखेँ। उहाँ अलिकति अन्कनाउनु भयो, तर उहाँले प्रभुको बोलावट नै हो भन्ने कुरा जान्नुभयो र मलाई अनुमति दिनुभयो। मिस फ्र्याङ्कलिनले पनि नेपालमा स्कुल सुरु गर्ने अनुमति प्राप्त गरिसक्नु भएको थियो। 1956 मा क्रिस्चियन स्कुल सुरु गर्न हामीलाई लिएर नेपाल आउनुभयो। म, मेरी बहिनी जर्मित रोङ्गोङ, ज्वाइँ राजेन्द्र रोङ्गोङ र सुश्री धनमाया खवास श्रेष्ठ समेत हामी 4 जना शिक्षकहरूको रूपमा आयौँ र अरू भाइ बहिनीहरू 6 जना गरी हामी जम्मा 10 जना भयौँ। मिस फ्र्याङ्कलिनले पहिले नै बन्दोबस्तको लागि काठमाडौँ आइसक्नु भएको थियो। त्यति बेला काठमाडौँमा विद्यालय खोल्ने अनुमति नभएकोले हामी भक्तपुरमा गयौँ र करिब 1 वर्ष त्यही विद्यालय खोल्ने विचारमा बस्यौँ। तर हामीलाई स्कुल खोल्ने ठाउँ नमिलेकोले हामी फेरि काठमाडौँमा आयौँ। सन् 1951 भन्दा अघि नेपालमा क्रिस्चियन सङ्घ संस्थाहरू भारतको जोगबनी, नौतुना, रूपैडिया लगायतका नेपालको सीमा क्षेत्रमा रहेका सहरहरूमा बसेर नेपालको लागि काम गर्दै थिए। सन् 1951 पछि रूपैडियामा भएकाहरू नेपालगञ्जमा प्रवेश गरे, नौतुनामा भएकाहरू पोखरामा गए र जोगबनीमा हुनेहरू पूर्वी नेपालका कतिपय ठाउँहरूमा गए र ती ठाउँहरूमा सुसमाचारका कामहरू सुरु गर्यो। हामी काठमाडौँ आएका थियौँ। हामीहरू आउनु अघि भारतको केरलाबाट 4 जना जवान मिसनरीहरू काठमाडौँमा आएर नेपाली भाषा सिक्दै थिए। तिनीहरूले जुद्ध रोड स्थित 1954 मा सानो सङ्गति सुरु गरे र तिनीहरूले नै पछि पुतली सडकमा आएर पुतली सडक मण्डली सुरु गरे, जुन काठमाडौँको पहिलो मण्डली पनि हो। पहिले हामी पनि उनीहरूसँग सङ्गति गर्दै थियौँ, तर उनीहरूसँग हाम्रो त्यति मेल खाएन। हामीले छुट्टै सङ्गति गर्नुपर्ने अवस्था आयो अनि हामी उताबाट आएका र केही मिसनरीहरू गरी करिब 16-17 जना मिलेर दिल्ली बजारको एउटा डेराको घरमा सन् 1957 मा सङ्गति सुरु गऱ्यौँ। हामी 6-7 ठाउँमा विभिन्न घरहरूमा सर्दै गयौँ र पछि हाल नयम ज्ञानेश्वर मण्डली रहेको ठाउँमा सर्यौँ। क्रिस्चियन धर्मलाई नेपालको सरकार, समाज र आम मानिसहरूले मन पराउँदैन थिए। यसले गर्दा हामी नेपालमा आएर पनि सेवाकाईको अवसर एकदमै कम थियो। मिसनरीहरू पनि सामाजिक काम गर्न चाहिँ पाउँथे, तर सुसमाचारको काम गर्न भने पटक्कै पाउँदैन थिए। त्यति बेला नेपालीहरूले क्रिस्चियनहरूलाई रुचाउँदैन थिए र अलि घृणाको दृष्टिले हेर्ने गर्थे। क्रिस्चियन धर्मलाई अमेरिकन धर्म भन्थे र क्रिस्चियनहरूलाई धर्म बेचुवाहरू पनि भन्थे। भारतमा रहेका नेपाली भाषी विश्वासीहरूले नेपालको लागि ढोका खोलियोस् भनी अघिदेखि नै प्रार्थनाहरू गरिरहेका थिए। उनीहरूको प्रार्थनाको उत्तर स्वरूप परमेश्वरले हामीलाई नेपाल आउने मौका दिनुभयो। हामीलाई त्यति बेला सरकारबाट दबाब थियो। सुसमाचारको काम गरेमा दण्ड सजायको प्रावधान थियो। समाजको दबावमा कुनै पनि क्रिस्चियन भएमा त्यसलाई समाजबाट नै बहिष्कार गर्ने, पानी छुन नदिने र हेलाको दृष्टिले हेर्ने गर्थे। समाजको दबाव सरकारको दबावभन्दा चर्को थियो। क्रिस्चियनहरूलाई सबैभन्दा सानो जातिको रूपमा लिन्थे। यसैले मानिसहरू सुसमाचार सुन्न पनि डराउँथे। उनीहरू हामीबाट टाढा तर्किन्थे। सुसमाचार सुनाउन धेरै गाह्रो थियो। 1961 पञ्चायती व्यवस्था सुरु भएपछि नेपालको मण्डलीले निकै दुःख भोग्नु पर्यो। नेपालका कतिपय विश्वासीहरू जेलमा लगिए, गाउँ निकाला गरिए अनि घरबाट निकालिए। 1961 पञ्चायती व्यवस्था सुरु भएपछि नेपालको मण्डलीहरूले धेरै दुःख भोग्नु पर्यो। नेपालका कतिपय विश्वासीहरू जेलमा लगिए, गाउँबाट निकाला गरिए अनि घरबाट निकालिए, पिटिए अनि थुनामा राखियो, धेरै यातना पनि दियो। कतिपयलाई क्रिस्चियन धर्म त्याग गर्न लगाई पुरानो धर्म फर्काउने कोसिस समेत भयो। यहाँसम्म कि सेवा सङ्गति गर्न समेत दिएन। मण्डली भवनहरू भत्काइयो अनि जलाइयो। त्यति बेलाका विश्वासीहरूले निकै अप्ठ्यारो अवस्था भएर गुज्रनु पर्यो। क्रिस्चियन भएको कारणले धेरै विश्वासी भाइ बहिनीहरूले रोजगारी समेत पाएनन्। हाम्रा मानिसहरूलाई पढ्न समेत बाधा भयो। कतिपय ठाउँमा क्रिस्चियनहरूलाई डेरामा बस्न समेत दिएन। यो सतावटले मण्डलीको बिगार भएन, तर यसले मण्डलीलाई अझै बलियो बनायो र आपसी एकता र प्रेममा बाँध्यो। सतावटको कारणले गर्दा विश्वासीहरू अझ धेरै प्रार्थना गर्ने, बाइबल पढ्ने र सङ्गतिहरूमा सहभागी हुन थाले।
वास्तवमा यो सताउट हाम्रो लागि एउटा आशिषको कारण नै बन्न पुग्यो। सताउटकै समयमा पनि नेपालमा सुसमाचार प्रचारको कार्य जारी नै रह्यो र धेरैभन्दा धेरै मानिसहरूले प्रभुमा विश्वास गरे। मेरो विवाह गान्तोक मण्डलीका एल्डर गुरुबा पञ्चवीर राईकी माइली छोरी मेरी मोती राईसँग 30 डिसेम्बर 1960 गान्तोकको मण्डलीमा भएको हो। हाम्रो पहिलो सन्तानको रूपमा 13 फेब्रुअरी 1963 सामुएल डन कार्थकको जन्म भयो। कान्छो छोरो दानियल डन कार्थकको जन्म 24 डिसेम्बर 1965 भएको हो। हामी 35 वर्षसम्म साथै रहेपछि सन् 1996 जनवरी 7 तारिकका दिन मेरी श्रीमती प्रभुको घरमा गइन्। तिनको जीवनकालमा मण्डली सम्हाल्ने तथा परिवार सम्हाल्ने काममा मलाई धेरै साथ दिएकी थिइन्। मण्डलीलाई हालको अवस्थासम्म ल्याउन उनको निकै ठुलो योगदान छ। मण्डलीका प्राय मानिसहरूले तिनलाई मण्डलीको आमाको रूपमा आदर गर्थे। तिनले मण्डलीका विभिन्न सेवकाहरूको क्षेत्रमा सहायता पुर्याउने गर्थिन्। मण्डलीमा आउने अतिथि बिरामी अनि समस्यामा परेकाहरू र ससाना केटाकेटीहरूलाई माया र वास्ता पुर्याउने काममा तिनी अत्यन्तै एक नमुना थिइन्। हाम्रो परिवार चलाउनको लागि तिनले कुखुरा पालन, बङ्गुर पालन र अन्य आय आर्जनका कामहरू समेत गरिन्। मेरो जीवनका दुईवटा विशेष मुख्य दिनहरूमा एउटा मैले नयाँ जन्म पाएको दिन 1947 अक्टोबर 12 तारिकको दिन हो भने जुन दिन मैले ख्रीष्ट येशू प्रभुलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको थिएँ अनि पवित्र आत्मा ममा वास गर्नुभयो। अर्को महत्त्वपूर्ण दिन 1968 डिसेम्बर 12 तारिकको दिन हो। त्यो दिन मैले पवित्र आत्माको बप्तिस्मा र भरपुरी पाएँ, नयाँ जन्म पाएँ। म साँचो क्रिस्चियन बन्न सकेँ र प्रभुको काम गर्न आफैलाई दिन लागेँ। जब मैले पवित्र आत्माको बप्तिस्म पाएँ तब मात्र मैले पवित्र आत्माको शक्ति पाएँ र पवित्र आत्माले मलाई काम गर्न अगुवाई गर्नुभयो। पहिलो अनुभवभन्दा दोस्रो अनुभव अझ फलवन्त भयो। आधुनिक नेपालमा सुसमाचारको ढोका खुलेपछि हामी नेपाल आउँदा औँलामा गन्न सकिने विश्वासीहरू थिए। नेपालमै बप्तिस्म पाएका विश्वासीहरू खासै थिएनन्। प्रभुले हामीलाई पनि नयम ज्ञानेश्वर मण्डली सुरु गर्ने अवसर दिनुभयो। हाल नेपालभरि मण्डली फैलिएको छ। प्रभुले शून्यबाट यति धेरै ठुलो बनाएर ल्याउनुभयो। अहिले मेरा धेरै आत्मिक सदस्यहरू छन्। यो देख्दा मेरो मन प्रभुसित अति आभारी हुन्छ। पञ्चायती व्यवस्थाको एकदमै कठोर कालमा पनि प्रभुको अनुग्रहले म चाहिँ एकपटक पनि कुटाई पिटाई खानु वा झ्याल खानमा जानु परेन। मैले कुनै सम्झौता पनि गर्नु परेन र गरिरहेको सेवकाई पनि छोड्नु परेन। मेरो जेठो छोरो सामुएल डन कार्थक हाल नयम ज्ञानेश्वर मण्डलीमा पास्टरको रूपमा सेवकाई गरिरहेको छ। उसको विवाह सिङ्गापुरबाट मिसनरी भएर आएकी टान स्विङ कार्थकका साथ भएको छ र हाल परमेश्वरले एउटा छोरी आशा डोना कार्थकलाई दिनुभएको छ। कान्छो छोरा दानियल डन कार्थक हाल अमेरिकामा छन्। नेपाल बाहिर 20-25 देशहरूमा जाने अवसर पाएँ। मण्डलीमा प्रभुले प्रशस्त आशिष दिनुभएको छ। नयम ज्ञानेश्वर मण्डलीको काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा शाखा मण्डलीहरू छन् अनि नेपालभरि 140 भन्दा बढी शाखा मण्डलीहरू रहेका छन् भने औपचारिक रूपमा नेपालभन्दा बाहिर भारतका विभिन्न सहरहरूमा 5 परिवारले मिसनरीको रूपमा सेवाकाई गरिरहेका छन्। त्यसैगरी युकेमा एक परिवार सेवाकाईमा हुनुहुन्छ। अनौपचारिक रूपमा हाम्रो मण्डलीका थुप्रै विश्वासीहरू हाल संसारका विभिन्न देशहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न भएका छन्। नेपालको मण्डली अप्ठ्यारो परिस्थिति भएर गुज्रदा समेत मण्डली वृद्धि भन्ने जारी नै रह्यो। यसको कारण पवित्र आत्माको सहायता नै थियो। पवित्र आत्माले नै हामीलाई मण्डली स्थापना गर्न, सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई सुदृढ गर्न सहायता गर्नुभयो। पवित्र आत्माले हामीसँग नबोल्नु भएको भए सायद हामी नेपाल आउने थिएनौँ। सुरुका दिनहरूमा हामीले पवित्र आत्माको सहायता माग्यौँ तर काम गर्ने चाहिँ हामी आफै भयौँ। परमेश्वरको कुनै पनि काम गर्दा पवित्र आत्माको सहायता लिनुपर्छ भन्ने थाहा थियो तर पछिबाट मात्र थाहा भयो पवित्र आत्मा आफैले काम गर्नुहुन्छ। हामीले पवित्र आत्मालाई चलाउने होइन तर पवित्र आत्माले नै हामीलाई चलाउनुहुन्छ। यसको लागि पवित्र आत्मा पाएर मात्र होइन तर पवित्र आत्माको भरिपुरी चाहिन्छ पनि महसुस गऱ्यौँ र पवित्र आत्माको भरिपुरीमा आत्माको अगुवाईमा काम गर्नु चाहिँ उत्तम रहेछ भन्ने हामीले थाहा पायौँ। येशू प्रभुले यूहन्ना 10:10 भन्नुभयो चाहिँ उहाँ जीवन दिन मात्र होइन तर प्रशस्त जीवन दिन आउनुभएको। यसैले नयाँ जन्मको समयमा पवित्र आत्मा पाएर मात्र होइन तर पवित्र आत्माको बप्तिस्माको अर्को अनुभव पनि चाहिन्छ जहाँ हामी आत्माको भरिपुरी पाउन सक्छौँ। येशू प्रभुले प्रेरित 1:8 भन्नुभयो तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। पवित्र आत्माको शक्ति बिना हामी प्रभुको सेवा गर्न सक्दैनौँ। पुनर्निर्माणको काममा जुटेको यरुबाबेललाई परमप्रभुले भन्नुभयो न त बलले न शक्तिले तर मेरो आत्माले। उहाँले नै मण्डली निर्माणमा लागेकाहरूलाई भन्नुहुन्छ यो काम तिमीहरूले मानसिक बल र शक्तिद्वारा होइन तर पवित्र आत्माद्वारा गर्न सक्नेछौ। यसर्थ प्रभुको मण्डली बनाउने कामको निम्ति हामीलाई पवित्र आत्माको बप्तिस्माको नितान्त आवश्यकता छ।
भविष्यमा जे जस्तै भइपरि आए तापनि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु भन्ने प्रभु हामीसँग हुनुभएकोले र प्रभुले नै हामीलाई मण्डली स्थापित गर्नुहुने भएकोले हाम्रो भरोसा उहाँमाथि नै स्थिर राख्नुपर्छ। प्रभुले मलाई अनगिन्ती आशिष दिनुभएको छ। मेरो जीवनमा शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिनुभएको छ। अहिले म 93 वर्ष पुगेँ। यो उमेरसम्म पनि स्वस्थकर जीवन जिइरहेको छु र म सेवा गर्ने मौका र बल दिनुभएको छ। यो पनि मेरो लागि ठुलो आशिष कुरा हो। मण्डलीसम्म जान आउन सक्छु। बाहिर टाढा चाहिँ अलि जान गाह्रो हुन्छ। मेरो हातखुट्टा चलिन्जेल र एक मुठी सास भइन्जेल मेरो परमेश्वरको महिमा, प्रशंसा र सेवा गर्नेछु। परमेश्वर प्रभु येशू ख्रीष्टलाई धन्यवाद होस्। ज्ञानेश्वर मण्डलीका वरिष्ठ पास्टर स्वर्गीय रोबर्ट कार्थकज्यू अहिले हाम्रो माझ हुनुहुन्न। 18 मे 2021 उहाँले भौतिक शरीर र संसार छोडेर पिताको घर प्रस्थान गर्नुभयो। आफ्नो जीवनकालभरि परमेश्वरमा रही उहाँको सेवा र प्रचार गर्नुभएको उहाँको योगदान हाम्रो निम्ति अविस्मरणीय प्रेरणा रहिरहनेछ। यो जीवन गवाही लेखेका मार्था राईको मनका कुरा पुस्तकबाट लिइएको हो। परमेश्वरले लेखिकालाई धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। यस्तै जीवन गवाही र परमेश्वरको महान कार्यहरूको बारे सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथै तपाईको आशिषमय गवाही भए हामीलाई पठाउन सक्नुहुनेछ। धन्यवाद।